राम 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 जय गुरु गणेश हाम्रो जय गुरु गणेश राम 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 सरस्वती माई तिमीले कति राम्रो सरस्वती माई तिमीले सरस्वती माई तिमीले सरस्वती माई तिमीले गराइदेऊ न सरस्वती माई तिमीले हेर्नुहोस् त हामीले कमाएको सम्पत्ति कसको रहेछ भन्ने कुरा म अलिकति जानकारी गराउँछु। हे काभ्रे जिल्लादेखि भजन गाउन आएको इष्ट मित्र सबैसित भेट गर्न पाएको गल्ती भुल हुन सक्छ माफ गरिदिनु टाढैबाट आयो हजुर शरणमा लिनु सुन्नुभयो यो पनि रामको त्यो पनि रामको सारा संसार रामको मै पनि रामको यो पनि रामको त्यो पनि रामको सारा संसार रामको मै पनि रामको यो पनि रामको त्यो पनि रामको सारा संसार रामको मै पनि रामको सारा संसार रामको मै पनि रामको कसले के लाँदो रहेछ र तेरो मेरो भन्नु मात्रै संसारमा के छ ए हेरी ल्याउँदा संसारमा माया मात्रै रहेछ छोरा नाति धन सम्पत्ति आफ्नै हुने भए कोही मर्छन् कोहीले मार्छन् कस्ता दिन आए हो कि होइन यो पनि कृष्णको त्यो पनि कृष्णको सारा संसार कृष्णको मै पनि कृष्णको यो पनि कृष्णको त्यो पनि कृष्णको सारा संसार कृष्णको मै पनि कृष्णको यो पनि कृष्णको त्यो पनि कृष्णको सारा संसार कृष्णको मै पनि कृष्णको सारा संसार कृष्णको मै पनि कृष्णको होइन र हामी सबैजना कृष्णको धर्म कर्म तीर्थ व्रत धेरै पैसा भयो यो संसारकै हित चित्त पैसै माथि रह्यो जाल झेल गरी गरी कमाएको धन ए मर्दाखेरि साथ जाँदैन त्यो लोभीको मन हो कि होइन यो पनि कृष्णको त्यो पनि कृष्णको सारा संसार कृष्णको मै पनि कृष्णको यो पनि कृष्णको त्यो पनि कृष्णको सारा संसार कृष्णको मै पनि कृष्णको यो पनि कृष्णको त्यो पनि कृष्णको सारा संसार कृष्णको मै पनि कृष्णको सारा संसार कृष्णको मै पनि कृष्णको किन नारायण हेर्नुहोस् त के रहेछ भने त सारा गोकुलको ध्यान खानभित्र त बाधा बाँधेछन् हे
बजौ बजौ बाँसुरी धुन हामीलाई पनि सँगसँगै लैजाऊ न बजौ बजौ बाँसुरी धुन हामीलाई पनि सँगसँगै लैजाऊ न बजौ बजौ बाँसुरी धुन हामीलाई पनि सँगसँगै लैजाऊ न हामीलाई पनि सँगसँगै लैजाऊ न हेर्नुहोस् त यो भनेको कसले भन्नुहुन्छ भनेदेखि यशोदाले भनेको हे वसुदेव यति राम्री छोरीसित सँगैमा जानेछु किन भन्नुहुन्छ भने हजुरले छोरो लानुहुन्छ छोरो मलाई दिनुहुन्छ म पनि हजुरको मेरो छोरी त माया मार्न सक्दिनँ भनेर वसुदेवलाई नारायण लागिने गुर्क्याउन पिटेर लागि गुर्क्याउन लागिने गुर्क्याउन नारायण लागिने गुर्क्याउन यसो हेरी ल्याउँदाखेरि लागिने गुर्क्याउन नारायण यसो हेरी ल्याउँदाखेरि लागिने गुर्क्याउन नारायण भन्नुभयो वसुदेवले हे भगवती जानको मन नगर बल्ल बल्ल जमुना नदी तारेर आएको छु भगवान कृष्णलाई बोकेर आएको अब तिमीलाई मैले कसरी तारु भनेर आँखाबाट सुझारेर अनि वसुदेवले छोरी बोकेर ल्याउनु भयो हेर्नुहोस् त झेलखालमा हालेर अनि त्यहाँबाट आफ्नै रानी देवकीलाई दिनुभयो अनि कति खुसी हुनुभएछ भनेदेखि देवकी धेरै खुसी भएर वसुदेवलाई धन्यवाद दिनुभयो श्रीमानले गर्ने काम त्यही हो होइन त हेर्नुहोस् त बल्ल बल्ल एउटा छोरो पाएको हुन्छ कतैबाट श्रीमतीलाई कति दुःख हुन्छ कति पीडा हुन्छ होइन त त्यसै कारणले श्रीमान मेलामा जान्छ हुर्कान तेरो छोरो बल्ल सुत्केरी भइछे भनेर भन्छ हो कि होइन र त्यसै कारणले नारायण यसै मौकामा यसै मौकामा यसै मौका